तल राखिदिनु भने तल राखिदिनु भने के सबैजना भेट भए हामी सबैजना भेट भए रमाइलो गर्नुपर्छ हामी भेट भयौँ फाइनली हामी भेट भयौँ है नेपाल एयरपोर्टमा बिहानका स्टप आहा कति नाम देखेको ल किसी गरिदिनुहोस् किसी गरिदेऊ बेबी दिजुहरूलाई किसी गरिदेऊ बाबु दिजुलाई नि किसी ओढेर मोबाइल फोटो खिच्दिने रे यहाँ तिनजना कति क्युट देखेको गर्दै मैले चाहनु बेबीहरू त दादा रे मेरो सानो छोरी त कति कति नाम देखेको हेर र बुढियाहरू त आमा अनि यता मेरो बाबु त हेर कति यता मुभीहरू नि खिच्दिन्छ नकीपोट हाम्रो घर नकीपोट जाँदैछौ भन्न न नेपालको भाइ पनि छुट्दैछ गाइस के भयो सानीले हामी चाहिँ सबैजना भेट भए घर फर्किँदैछौँ आमा र बाबा पछाडि बस्दै अगाडि बस्नु भएको हामी सबै भेट भए ल लगाइदिनु ल अलि आमा अलि पछाडि जानु उता मेरो पहिले पालेको
लक्ष्मी आउनु ल भयो ल छिटो ल एक काम हुन्छ एक ल भयो काम बिहान ए सरी बिहाका होइन यता यता थ्यांक यू जिउ गर्नु आमालाई जिउ नमस्ते दर्शन गर्नु आमालाई दर्शन ल दर्शन गर्नु ए दही बाबा जानु ए जन्मेर गइन् यता बिग डटर हो नि यता दर्शन गर्नु आमालाई दर्शन दर्शन गर्नु उले हो मेरो आउ बेबी आउनुहोस् आउनुहोस् मेरो छोलो म यता भिडियो गर्छु सक्नुहोस् बेबी यम्मी कता छोरा बुवाले पैसा दिन्छ नि त हैन आमाले देऊ हो नि त हुँदाकै लाएको हैन यो त को हो नि त त्यो भने वेलकम को कि खाली हात वेलकमको भन्ने भएका छोरा बुवाले नातिनीहरूलाई को त खाली हात गर्नु हुन्न ल म ल्याउँछु है खाली हात गर्ने हैन नि त ओर्दिनु अनि त 5 रुपियाँ दिने भइदिन्छ भने के 5 रुपियाँ खाली हात किन पैसा दिनु पर्छ 5 रुपियाँ दिनु नानीले 5 रुपियाँ खाली हात हुँदैन 5 रुपियाँ दिए त भयो पखान सानो यता आउनुहुन्छ के नानी चिरञ्जीवी मेरो बाबाले न्यू मनी मा पैसा त दिन पर्छ यस्तो पैसा अहिले ड्याडीले दियो है यो पैसा सबै चाहियो अहिले अब ल दही खान त अलिकति ल आमाले लगाइदिन्छ बस पैसा चोबेली खानुहुन्छ चोबेली पैसा जम्मा गर्नुपर्छ पैसा अहिले आमाले लाएको पैसा दिनुहुन्छ बिहानको उहाँ हुनुहुँदो रहेछ ओ माई गॉड बिहानकाले यहाँ के खाने भन्नुभयो बिहान हो कि को हो बिहानका उप्सी खर्च होइन नगर्नु यो 5 रुपियाँ दाम भन्छ छोरालाई दिनु बुवा दिनु कि त बुवा दिनु छोरा दिनु म 5 रुपियाँ दिन्छु पैसा त्यत्रो भाग्य मान्छे चिरञ्जीवी कति ओ माई प्रियङ्कालाई के भयो प्रियङ्कालाई के भयो सबैजना वेलकम नेपाल वेलकम आउनु भएको छ हाम्रो घरमा यता हेरेर न हाँसु कता जानु रोबोट लिन जानु ल जिउ दिनु ल जिउ जिउ आबै सानो जिउ ल ठुल्डानी पनि टिका लगाइदिनु पर्यो आको बाबा सानो बाबु आमा ए उता त अनि पायो मेरो सानोलाई मेरो बाबुले मैथिली राख्नु पुग्छ है मेरो बाबुले म किसी ल्याउनु नि त किसी म ल्याउनु फेरि दिन्छु नि मेरो बाबुलाई रोबोट चाहियो ल हेलो आउनु मेरो सानोलाई कस्तो गरेर आउनु भयो हप्तैकै दुईजना एकैचोटि ती ज्ञानी हुनुहुन्छ आमा दर्शन गर्नुभयो बेबीहरूले लाउनु है मेरो सानोलाई ठुलोलाई मिसामिसी गर्नु खै बाबाले चिउ ल ठुलोलाई टिका लगाइदिन्छु कि निराम खाली भयो बेबी त्यस्तो लाउनु पर्छ बेबी हस् ठुलोसँग बस्नु भएको प्रियङ्का कता जानु हो ए यता ज्ञानी हुनुहुन्छ अझै ज्ञानी हुनु ठुलो मान्छे बन्नु आउनु न एकछिन अब ठुलो जानु बेला होला ठुलोमाले लगाइदिन्छु ए त्यही भएर नलाइकन बसिरहेछु के मैले लाउने भनेर अब गिफ्ट पाइहाल्ने नि बेबीले मनी लिन्छ बेबीलाई म मनी दिन्छु ल हातमा जिउ गर
टाउको झुकाएर के भाउ के दिनु भाउ ठोलमाले कस्तो लाग्यो तिमीलाई ठुल्ल्याएर ल्याइदिनु राम्रो लाग्यो अहिले पखान माओवादी ब्याट्री ल्याउन पाइन्न चल्छ कि चल्दैन आज रोबोट हेर अनि भोलि चाहिँ ब्याट्री किनेर चलाउनु पर्छ ओके अब ड्याडी त मन पर्यो बेबीलाई कस्तो लाग्यो त हेर भनिदिनु न कस्तो लाग्यो वाउ मन पर्यो मेरो सानोलाई लतरी पकड बाबुलाई लगाइदिनु पर्ला भने अब खाना खाएर जाने नि जाम जम छ बाबु कति कोरियाको चाहिँ चाली हुन्छ चाँडै हुँदैन हङकङको हङकङको अहिले बेलुकाको त त्यति ब्याक नहोला होइन कस्तो छ वेलकम कति घन्टा पुग्दा हुन्छ 2 घन्टा 10:55 हो अहिले खोजमलाई पकाउनु पैँची छैन वा दर्शन गर्नु आमालाई दर्शन जिउ दिनु र जिउलाई जिउ ल जिउ बेट्री चाहिन्छ कि बेट्री चाहिँदैन घरमा अक्कन जिउ दिनु बिना बेट्रीको त हुन्न हावाडी बेट्री मलाई नि मै को सत्ता भन्नु मान्छे कोही चाहिँ निलो छ गुडिया 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 भात पाक्न सबैजना त्यता गम पाक्यो अहिले केही खानु भएन जे छ त्यही भित्र सकेपछि खुट्टी दिनुहोस् र खुट्टी दिनु पक्कन दिनुहोस् अनि बहिनीले फेरि ममा लिएर यामा ड्रिमै भयो यिनको यो यी पछाडि गर त पछाडि ब्याक गर्छ अगाडि जान्छ सिक्ने हो त तिमीले बहिनीले लाग्छ नि त बेबी दाबी खाइ सानो सेफ जर्नी राम्रोसँग नपाइयो खुसी लाग्यो यो चाहिँ एकैछिनको लागि बच्चा बच्चा बियांका ल आऊ बियांका ल बाई किसी गर्छ ल बियांका ड्याडीले बाई भन्नु किसी गरिदिनु फुलले किसी आउनु फुलले जब बाई भन्नु ल बाबालाई छुट्याएर ल दर्शन गर्नु बल्ल फ्ल्यास लाइट बल्छ बल्ल फ्ल्यास बोल्यो है दिदी अघि फ्ल्यास बोल्यो बियांका अब बियांका कपाल बाई ओ माथिबाट हेर्नु भयो पछाडि राख्दिनु एकजना मात्रै हो एकदम खुसी भयो ल राम्रो सुबह